हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ 1 कबाट गण्डकी प्रदेश सभामा निर्वाचित सांसद हुन् इन्द्रधारा बिष्ट। आफू निर्वाचित भएदेखि यता उनी मुस्ताङलाई साहसिक खेलकुदको गन्तव्य बनाउन लागि परेका छन्। साहसिक खेलकुदको गन्तव्य निर्माणका लागि उनले मुस्ताङमा निजी लगानीमा समेत केही खेल गतिविधि अगाडि बढाए। तर एक्लो प्रयासमा त्यो सम्भव नदेखेर नै उनी यति बेला योजनाका साथ अघि बढेका त छन्, तर अर्कोतर्फ राज्यका झन्झटिला प्रक्रियाबाट समेत दिक्क छन्। स्पष्ट वक्ताका धनी सांसद बिष्ट यति बेला समुद्री सतहबाट करिब 4000 मिटर माथि गल्फको केन्द्र बनाउने योजनाका साथ लागि परेका छन्। के हुन् त सांसद बिष्टका योजना? लामो समयदेखि मुस्ताङलाई विशेष गरी केन्द्रबिन्दु बनाएर खेलकुदको एउटा हब बनाउनुपर्छ, साहसिक खेलकुदको हब बनाउनुपर्छ भनेर लागिराख्नु भएको छ। के देख्नु भएको छ? के हो तपाईँको सपना चाहिँ, ड्रिम चाहिँ के हो? हजुर वास्तविक कुरा चाहिँ अब हाम्रो नेपालको खेल क्षेत्रको कुरा गर्नुपर्दाखेरि अहिले हाम्रो चाहिँ विशेष गरी फोकस भनेको मास खेलकुदमा चाहिँ हामी केन्द्रित छौँ र हाम्रो प्राकृतिक र हाम्रो जुन एउटा त्यो के भन्छ यो नेपालीहरूको जुन स्टेमिना भनौँ कि हाम्रो हाइट भनौँ, यसले चाहिँ हामीले के प्राप्त गरिरहेको जस्तो मलाई महसुस हुन्छ भने हाम्रोमा चाहिँ 3 किसिमको जियोलोजिस्ट छ, हिमालय रिजन, पहाडी रिजन र तराई। अनि त्यसमा पनि हामी नेपालीहरू धेरै टल अल्कोहरू चाहिँ हामी छैनौँ भनौँ, हामी एकदम मङ्गोलियन स्टाइलको हो कि भन्नुहोस् त, हाम्रो जिउ ज्यान पनि त्यस्तै छ भनेपछि मलाई के लाग्छ भन्दाखेरि हाम्रो यो अहिले फुटबल जस्तो भलिबल जस्तो खेलहरूमा हामी फोकस हुनु भनेको सायद मलाई लाग्छ त्यो प्रतिस्पर्धामा जाने खेल भनेपछि प्रतिस्पर्धामा जाने हो। पक्का पनि मलाई के लाग्छ भन्दाखेरि त्यो प्रतिस्पर्धाभित्र हामी नेपालीले त्यसबाट चाहिँ गन्तव्य तय गर्छ जस्तो मलाई लाग्दैन। त्यो भएर पनि अनि अर्को कुरा चाहिँ अब हिमाली क्षेत्रको एउटा जनप्रतिनिधि भएको नाताले गर्दा र विशेष गरी मुस्ताङमा चाहिँ बढी आफ्नो चाहिँ अनुभवले गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि प्राकृतिकसँग जोडिएको र हाम्रो हाई अल्टिच्युडहरूसँग चाहिँ जोडिएको कुनै पनि खेल र हाम्रो नेपालीको जीव ज्यानसँग सुहाउँदो खेलहरूमा चाहिँ हामीले प्रायोरिटी दिएर अगाडि बढ्न सक्यो भने सायद विश्वमा पनि त्यो प्रतिस्पर्धामा चाहिँ हामीले सफलता हासिल पार्न सक्छ। र दोस्रो कुरा त्यो खेलहरू हाम्रो क्षेत्रमा चाहिँ हामीले चाहिँ प्रमोट गरेर व्यवस्थापन गरेर अगाडि लाग्यो भनेपछि त्यो खेल सँगसँगै त्यसले चाहिँ हामीले खेलकुदसँग चाहिँ पर्यटनको चाहिँ प्रावधान पनि गर्न सकिने भएको हुनाले चाहिँ त्यो कुरामा म बढी केन्द्रित छौँ भनौँ न। अब त्यसमा पनि अब मुस्ताङकै कुरा गरौँ। अब मुस्ताङको कुरा गर्दाखेरि मुस्ताङको जियोमा चाहिँ धेरै किसिमको खेलहरू, यो साहसिक खेलकुद भनौँ कि भनौँ यो के भन्छ यो हाई अल्टिच्युडमा खेल्ने खेलहरू त प्राकृतिकले ल भनेर त्यो खेल्ने जुन स्टेडियमै भनौँ न एउटा त्यो जियोलोजिली हामीले चाहिँ बनाउनै नपर्ने किसिमले प्रदान गरिराखेको छ। तर सिर्फ यति हो, त्यसले एउटा व्यवस्थापन गरेर त्यसमा चाहिँ खेल कसरी खेल्ने र खेलाडीहरूलाई कसरी त्यहाँ चाहिँ प्रमोट गरेर खेलाउने भन्ने कुरा चाहिँ व्यवस्थापन गरेर हामी अगाडि बढ्न सक्यो र प्रसार गर्न सक्यो भनेपछि त्यो चाहिँ सब स्विट थोरै एमाउन्टमा चाहिँ हामीले चाहिँ त्यो खेलहरूले चाहिँ त्यहाँ डेभलप गर्न सक्छौँ र त्यो खेलसँग डेभलप गरिसकेपछि अब विश्वमा अब अहिलेको पछिल्लो क्रममा मेरो आफ्नो बुझाइ भनौँ न, मान्छेहरू बन्जी जम्पिङ भन्छ, स्काई फ्लाइङ भन्छ हो कि भन्नुहोस् त। अब मान्छेहरू कहाँबाट आएर सगरमाथा चढ्न जान्छ। मान्छेहरू आजकल चाहिँ एकदम त्यो साहसिक यस्तो कुराहरूमा चाहिँ एकदम मान्छेहरू चाहिँ इन्ट्रेस्ट गरिरहेको बेलामा चाहिँ हामीले यो कुराहरूमा चाहिँ अब विश्वको पर्यटनहरू चाहिँ सधैँ एक नासको हिजो त हामी ट्रेकिङ टुरिज्मको धेरै कुरा गर्थ्यौँ हो कि भन्नुहोस् त। अब अरूको भनौँ न, अब हाम्रोतिर चाहिँ कल्चर टुरिज्मको कुरा छ, हेरिटेज टुरिज्मको कुरा छ। अनि त्यसपछि अब मुस्ताङमा चाहिँ अब एउटा ध के छ भन्दाखेरि टिबेटको चाहिँ बाँकी रहेको पार्ट चाहिँ मुस्ताङमा हेर्न पाइन्छ भन्नेहरू छ। सायद त्यो टिबेटभित्रै सहज वातावरण भयो भने त त्यो टुरिज्म त त्यहाँ आउँछ भन्न त हामीले सक्दैन नि। त्यो भएको हुनाले चाहिँ हामीले अरू नयाँ चाहिँ टुरिस्ट आकर्षणहरू प्रमोट गर्न सक्यो भने टुरिज्मलाई पनि यो कुरासँग जोडेर अगाडि बढाउन सक्छ भन्ने मेरो चाहिँ थेम भनौँ या मेरो एउटा फोकस चाहिँ त्यही नै हो। जस्तो प्रकृतिले नै वरदान दिएको स्टेडियम हिमाली क्षेत्र हो यहाँले भन्नु छ। हजुर, यहाँले यति लामो समयदेखि साहसिक खेलकुदको गन्तव्य बनाउनुपर्छ पहाडी क्षेत्रलाई भनेर भन्नुभएको छ। हाई अल्टिट्युड स्पोर्ट्सका सम्भावना धेरै छन् पनि भन्नुभएको छ। तर राज्य चाहिँ कहाँ चुके जस्तो लाग्छ? तपाईँ आफू एउटा चाहिँ नीति बनाउने ठाउँमा पनि हुनुहुन्छ, राज्य चाहिँ कहाँ चुक्यो त?
अब मुख्य कुरो चाहिँ कहाँनिर छ भन्दाखेरि नम्बर 1 राजनीतिक क्षेत्रमा चाहिँ मेरो नयाँ इन्भल्भ पनि हो हजुर। एउटा कुरा चाहिँ मैले सोचेको कुरा त्यहाँ नपुग्नुमा एउटा कारण के छ भन्दाखेरि अब अनुरोध गर्ने भन्दा पनि दिने जुन एउटा हुन्छ नि त्यो चाहिँ अलिकति के भन्छ अब यो मैले आकाशमै सिँढी हाले जस्तो बराबरै भएको कि हजुर, त्यो भएर पनि हो। अब दोस्रो कुरा के छ भन्दाखेरि यहाँ चाहिँ एउटा कुरा पाउनको निमित्त राष्ट्रको लागि राम्रो हुन्छ भन्ने कुरा माग्दाखेरि पनि धेरै ढोकाहरू खोल्नुपर्ने, धेरै चाबीहरू खोल्नुपर्ने, धेरै बाटोहरू हिँड्नुपर्ने है। तर सायद त्यो बाटोहरू चाहिँ मलाई झन्झट लाग्छ है हजुर, किनकि सर्ट एन्ड राम्रो काम गर्नलाई हरेक कुरा किन केलाइराख्नुपर्छ भनेको के। उदाहरणको लागि अब यो हामीले मुस्ताङमा चाहिँ अब उपल्लो मुस्ताङ, लोवर मुस्ताङ हाम्रो 5 गाउँपालिका छ मुस्ताङ जिल्लामा र हामीले सेन्ट्रल गाउँपालिका अहिले मुक्तिनाथ के अरे सेन्टरको लागि हामीले बारम्बार वर्षै नै करोड रुपियाँ बजेट राखेर आइरहेको छौँ। तर जग्गा प्राप्ति गर्न नसकेर त्यो काम हामीले गर्न सकिरहेको छैन। त कारण के हो त भन्दाखेरि हाम्रो नेपालको यो नीति नियमहरू यति झन्झिटुलो छ कि अब सरकारी जग्गामाथि सरकारी पूर्वाधार निर्माण गर्नलाई त्यो जग्गा प्राप्ति गर्नुपर्ने स्थिति छ। तर यदि अब हामी मन्त्री हुन सकेन, तर यदि म भएको भए त बरु म 7 दिनमा जेल बस्दिन्थेँ। तर त्यो काम चाहिँ गरिदिन्थेँ कि सरकारी जग्गामा त सरकारी पूर्वाधार बनाउँदा के को कागज चाहियो हो कि भन्नुहोस् त। अब अहिले यो कुराहरूले गर्दाखेरि कामहरू अगाडि बढिरह नसक्ने स्थिति चाहिँ छ। त्यो भएको कारणले गर्दाखेरि अझै म अब हजुरको यो सञ्चार माध्यमहरूमा के अनुरोध गर्छु भन्दाखेरि कुनै पनि राम्रो काम, सरकारी काम, सामुदायिक काम, राम्रो काम छ भनेपछि आँखा चिम गरेर जुनै पनि जनप्रतिनिधिले गरिदिनुहोस्। बरु राम्रो काम गर्ने निम्ति जेलमा बस्छ के भयो त। अहिलेको नेताहरू हामी यति जेलमा बस्यो उति जेलमा बस्यो भने त झन् भाषण गरिरहेको छ त। त्यो राम्रो काममा ज्यान बस्दा के हुन्छ। बरु नराम्रो काममा चाहिँ अर्कोले प्रश्न पनि नउठाओस्, तर राम्रो कामको लागि जेल बस्दै के फरक पर्छ जस्तो मलाई लाग्दैन। त्यो भएको कारणले गर्दाखेरि अब हामीले चाहिँ नीति के भन्ने कुराहरू छैन। यो कुराहरूको झन्झटमा चाहिँ हामी अल्झेर बस्यो भने हामीले चाहिँ यहाँ छिट्टो छरितो विकास गर्छु भन्ने गफ मात्रै हुनेछ र त्यो काम गर्न चाहिँ एकदम कठिनाइ चाहिँ हुनेछ। जस्तो हिमाली क्षेत्र मुस्ताङ लगायत मनाङ गण्डकी प्रदेशको गहनाको रूपमा रहेको छ। अब त्यहाँ परम्परागत खेलका कुरा गरौँ, अब चाहे आर्चरी खेल होस् चाहे घोडचढी खेल होस्, एकदमै प्रख्यात छन् दुवै। अब यी खेलहरूको विकास पनि राम्रोसँग भने जस्तो गरी हुन सकेको छैन। अब हाई अल्टिट्युड खेलका अरू पूर्वाधारका विकासका कुराहरू त धेरै परका कुरा भए, साना साना कुराहरू पनि विकास हुन सकेका छैनन् मान्यज्यू। अब कसरी अगाडि बढ्ला त? अब मुख्य कुरा चाहिँ यस्तो हो, अब यो ट्रेडिसनल खेल भनेर चाहिँ अब खेल खेल्दै आयो, तर पछिल्लो क्रममा चाहिँ हामीले टुरिज्मको कन्सेप्टसँग चाहिँ म्याच खुवाउनलाई चाहिँ ट्रेडिसनल खेलको कुरा आए नि। अब हामी त्यहाँनिर चुकेछौँ कि हजुर। अब उदाहरणको लागि अहिले हामीले फुटबलको लागि करोडौँ अरबौँ लगानी गर्छ हो, भलिबलको लागि अरबौँ लगानी गर्छौँ। तर नेपालीले सब गेममा चाहिँ महिला भलिबल टिमले चाहिँ पदक ल्याएको देखेको छु, नत्र मैले त अरूमा त पदक ल्याएको त देख्दैन। नभइसकेपछि त्यो अब हामी लगानी गर्ने त। तर हामी कहाँनिर चुकेको छ भन्दाखेरि हाम्रै हातमा भएको गेमहरू, उदाहरणको लागि हिउँ खेल्ने खेल भनौँ, घोडा चढ्ने खेल भनौँ, यो आर्चरी भनौँ न, हाम्रो भोराइ थाने जुन आर्चरी गेमहरू, यिनीहरू त हामी बच्चैदेखि चाहिँ खेल्दै आएको गेमहरू हो। भनेपछि त्यो गेमहरूमा त न त फिटनेस चाहिन्छ, न त के अरे स्टेमिना चाहिन्छ हो कि भन्नुहोस् न। त्यो भइसकेपछि यस्तो गेमहरूमा चाहिँ फोकस हुन सकिरहेको चाहिँ छैन। अब हामी चेन्ज हुनुपर्छ। किन चेन्ज हुनुपर्छ भन्दाखेरि हामीले यस्तो यस्तो गेमहरूमा चाहिँ अलिकति चाहिँ प्रायोरिटी दिएर अगाडि बढाउन सकियो भनेपछि नम्बर 1 आर्थिक उपलब्धिको कुरा पनि छ। दोस्रो कुरा त्यो खेलहरूले मलाई जहाँसम्म लाग्छ राम्रोसँग चाहिँ ट्रेनिङ पुग्यो भनेपछि पदक पनि दिलाउँछ र त्यो खेलहरूको माध्यमबाट चाहिँ त्यहाँको टुरिज्ममा चाहिँ राम्रोसँग चाहिँ डेभलप चाहिँ हुनसक्छ। तर हामी त अब के छ भन्दाखेरि अब उदाहरणको लागि अब हाई अल्टिट्युड ट्रेनिङ सेन्टरको कुरा भर्खर तपाईँले गर्नुभयो, त्यस्तोमा चाहिँ ध्यान नदिएर हामी त्यसमा किन ध्यान दियौँ भन्दाखेरि हामीसँग किनभने चाहिँ उच्च शिक्षालय नेपाली सेनाको चाहिँ जमसम्मै छ, त्यहीँ ट्रेनिङ गरिराखेको छ। विदेशको धेरै सेनाहरू चाहिँ त्यहाँ ट्रेनिङ गर्न आउँछ। त्यसलाई नै हामीले मापन गरेर उदाहरणको लागि अब त्यतिखेर चाहिँ मैले उपल्लो मुस्ताङमै बनाउँछु भनेर पनि लाग्न सक्थ्यो।
तर के हो भन्दाखेरि उपल्लो मुस्ताङमा त बाह्य पर्यटकहरू आउँदाखेरि $500 तिर्नुपर्छ। तर तल राउन्ड अन्नपूर्ण सर्किटमा चाहिँ हामीले स्थापना गऱ्यो भने त्यो टुरिस्टहरूले त्यो पैसा पनि तिर्नु नपर्ने स्थिति हुने र मुस्ताङ जिल्लाकै सेन्टर भनेको त मुक्तिनाथ 12 गाउँ मुक्ति क्षेत्र गाउँपालिका भएको हुनाले हामीले त्यहाँ स्थापना गर्ने भनेर चाहिँ हाम्रो फोकस नै त्यतिखेर चाहिँ प्रदेश सरकार पनि लागिरहेको स्थिति थियो। तर अब यस्तो कुराहरू गरिराख्दाखेरि अब काम चाहिँ नभएपछि त्यो कुरा मात्रै भयो। अब अहिले त्यो जग्गा प्राप्तिको कुराहरू पनि अब अन्तिम चरणमा चाहिँ पुगेको छ। अब हेरौँ अब त्यो अब 1-2 वर्षभित्र अब हाम्रो कार्यकालमा के कति हुनसक्छ त्यो आफ्नो ठाउँमा छ। तर अहिले चाहिँ अब हाम्रो एउटा आफ्नो लक्ष्य भनेको चाहिँ अब हामीले यो साहसिक खेलकुदहरूमा चाहिँ फोकस भएर चाहिँ अगाडि चाहिँ लाग्नुपर्छ र ट्रेडिसनल खेल भनौँ न सांस्कृतिक खेलहरूलाई पनि अगाडि बढाएर अगाडि जान सक्यो भनेपछि खेलमा पनि एउटा त्यो खेलले के दिँदो रहेछ भन्दाखेरि नम्बर 1 आफ्नो ठाउँ अनुसारको खेलहरूमा चाहिँ हामी प्रायोरिटी दिएर अगाडि बढ्यो भने पदक दिन सक्छ। दोस्रो कुरा अहिलेको जमानामा मान्छेहरू इन्टरटेनिङ एकदम खोजिरहेको अवस्था छ। त्यसले खेल भनेपछि इन्टरटेनिङ पनि दिन्छ र तेस्रो कुरा आफ्नो गाउँ ठाउँमा पनि त्यसले पर्यटन प्रावधानमा पनि त्यो पुग्ने भएको हुनाले चाहिँ यस्तो कुरामा चाहिँ फोकस हुनुपर्छ भन्ने हो। जस्तो कि अब तपाईँले 3 वर्ष अगाडि कालीगण्डकीमा उच्च हिमाली क्षेत्रमा ऱ्याफ्टिङ गराउनु भयो। हजुर हजुर। अहिले फेरि तपाईँले अब गल्फको कुरा चाहिँ चर्को रूपमा उठिरहेको छ। 4000 मिटर माथि अब एउटा चाहिँ गल्फ कोर्स लोमानथाङमा चाहिँ सुरु गर्न सक्यो भने त्यसले खेलकुदमा नयाँ आयाम ल्याउँछ भन्ने कुराहरू तपाईँले उठाइराख्नु भएको छ। कसरी सम्भव छ? अब मुख्य कुरा यस्तो छ हजुर। अब दोस्रो कुरा पहिला मैले राफ्टिङमा चाहिँ जोड गरेँ। राफ्टिङ मात्रै होइन कायक छ त्यो कोच कालीगण्डकीभित्र अनि त्योभित्र चाहिँ हाम्रो हिउँदो ट्रकहरू हिँडिरहेको छ भने चाहिँ हामीले त्यो मोटरसाइकल रेसहरू पनि त्यो कालीगण्डकीको किनारमा गर्न सकिन्छ। तर त्यो खोज कस्तो किसिमको थियो भन्दाखेरि अहिले अमेरिकाको ग्रिन क्यानल भनेपछि सायद विश्वको चाहिँ एकदम मुख्य गन्तव्यभित्र पर्न जान्छ। तर सायद हामीले त्यहाँ व्यवस्थापन राम्रोसँग गरेर लाने हो भनेपछि त्यो ग्रिन क्याननसँग चाहिँ त्यो हाम्रो मुस्ताङको चैलादेखि माथि घिलिङदेखि तलको त्यो क्याननले चाहिँ राम्रै मुकाबिला गर्न चाहिँ सक्छ। तर हाम्रो त्यस्तो कुराहरू चाहिँ छाया परेर बसिरहेको छ र त्यतिखेर चाहिँ एउटा राफ्टिङ गऱ्यो। तर कुरा कहाँनिर हो भन्दाखेरि अब मुख्य कुरा चाहिँ टुरिज्मको लागि त प्रचार प्रसारको कुरा पनि भयो। अनि त्यसपछि अब 3500 हाई अल्टिच्युडमा राफ्टिङ भनेको त त्यो सितिमिति थिएन। अनि त्यसपछि एकदम ब्ल्याक वाटर भनौँ न एकदम धमिलो पानीमा चाहिँ राफ्टिङ थियो। त्यो एकदम इमेजिङ चाहिँ थियो। तर अलिकति प्रचार प्रसार भनौँ अनि त्यसपछि राज्य सत्ताले पनि त्यसको सपोर्ट नपाएको कारणले गर्दाखेरि एउटा कार्यक्रम चाहिँ भयो तर ओझेलमा परेको जस्तो भयो। अब अहिले गल्फको कुरा म गरिराखेको छु। गल्फको कुरा किन गरिराखेको इमेजिङ गरेको चाहिँ 4645 हाई अल्टिच्युडमा चाहिँ त्यो गल्फ खेल्न सक्छ भनेर त्यो जुन एउटा प्रकृतिले नै वरदान दिएर राखेको छ उपल्लो मुस्ताङमा। अनि त्यसमा एकचोटि एउटा हामीले चाहिँ गल्फ खेलेर अगाडि बढाउने हो भनेपछि के हुन्छ भन्दाखेरि नम्बर 1 एकदम उच्च ठाउँमा चाहिँ हाई अल्टिच्युड खेल्न जान्छु भन्ने इन्ट्रेस्ट भएको पनि आउने भयो। दोस्रो कुरा के हो भन्दाखेरि गल्फ भनेको त एकदम ग्रिनेरी राम्रो चाहिने। त्यो भएपछि ठ्याक्क असार साउन भदौ असोज 4 महिना चाहिँ त्यो हाम्रो जुन अहिले मैले गल्फ कोर्स भनिरहेको ठाउँमा चाहिँ हरियो भइराख्ने भएको हुनाले चाहिँ समर स्प्रिङमा जति पनि यो पहाडी क्षेत्र तराई क्षेत्रमा चाहिँ मान्छेहरू गर्मीलाई हाई भएको बेलामा त आखिर धनीहरूले त फेरि शीतल खोज्ने समय हो। त्यो भएपछि त्यहाँ चाहिँ समर स्प्रिङको रूपमा पनि गल्फ खेल्न जान सक्ने र अनि पूर्वाधार निर्माणको लागि राज्यले धेरै खर्च गर्नुपर्ने देख्दैन। अनि त्यो भइसकेपछि त्यो चाहिँ थोरै लगानीमा चाहिँ राम्रो एउटा पूर्वाधार राम्रो एउटा चाहिँ बेनिफिटवाला चाहिँ राज्यको लागि चाहिँ एउटा सोर्स चाहिँ हुन्छ है भन्ने किसिमले चाहिँ लागिराखेको छु र सायद त्यो चाहिँ अब केही दिनभित्र हामी चाहिँ अब एउटा परीक्षणको रूपमा चाहिँ गर्ने जमर्को चाहिँ गरिराखेको छौँ। तपाईँले भने जस्तै मोटर अब यो गल्फको कुरा आयो, त्यसपछि कायाकिङको आयो, ऱ्याफ्टिङको आयो, मोटर स्पोर्ट्सको कुरा आयो, साइक्लिङको कुरा आयो, स्केटिङको कुरा आयो। लगभग 1 दर्जन खेलहरू चाहिँ बिना लगानी चाहिँ हामीले मुस्ताङमा गर्न सक्छौँ भन्ने कुरा गरिन्छ। अब अल्पाइन खेलकुदको विकासको पनि कुरा गर्नुपर्छ भन्ने आवाज पनि उठिरहेको छ अर्कोतर्फ। र अर्कोतर्फ के छ भने हिमाली क्षेत्रमा चाहिँ चिसो मौसममा चाहिँ सबै तल झर्ने तराईतिर झर्ने र प्रायः सबैको घर चाहिँ खाली हुने एउटा खालको त्यो धेरै हामीले देखिरहेका छौँ। र त्यहाँको नागरिकलाई चाहिँ त्यहीँ अडाएर त्यहीँ
त्यो चिसो मौसममा चाहिँ खेलकुद गर्ने कार्यक्रमहरू विकास गर्न सक्यो भने त्यसले एउटा आधार ल्याउन सक्दैन मान्नेज्यू? अब मुख्य कुरा यस्तो हजुर, पहिला चाहिँ हामी यो हिउँदो याममा तल झर्थ्यौँ। कारण किन भन्दाखेरि हिँडेर आउँदाखेरि हप्तौँ दिन लाग्ने, एकदम हाम्रो पूर्वाधार थिएन नि। अब अहिले त मोटर बाटो सरासर छ, जहाँ पनि हामीले चाहिँ त्यो टेक्नोलोजी युज गरेर बाटोहरू चाहिँ तुरुन्त सफा गर्न सक्ने स्थिति छ। त्यो भइसकेपछि अहिले चाहिँ अब हिउँदो या बर्खा मान्छेहरू चाहिँ आवाज जावाज दिनका दिन गरिराखेको स्थिति छ। त्यो भएको हुनाले चाहिँ त्यो समस्या चाहिँ पहिलाको जस्तो चाहिँ छैन। अनि त्यो भएको कारणले गर्दाखेरि अब हिउँदोको कुरा भनौँ न, अब स्केटिङ भनौँ, आइस स्केटिङ भनौँ, अनि त्यसपछि यो के अरे हाम्रो आइस हक्कीकै कुरा गरौँ, अनि त्यसपछि यो के भन्छ यो त्यो खुट्टामा लामो लाएर खेल्ने कि हजुर, यो स्कीको कुरा गरौँ। यिनीहरूलाई चाहिँ हामीले चाहिँ राम्रोसँग चाहिँ अब भनौँ न एउटा योजना प्रोजेक्ट नै बनाएर अगाडि बढ्ने हो भनेपछि हिउँदो 6 महिनामा त जस मुस्ताङ जिल्लाभरिमा चाहिँ छानी खेल्ने ठाउँ छ। अब अहिले त परिस्थिति त्यो छैन। पहिला पो मान्छेहरू बस्नै थिएन, सबै यता झर्थ्यो, केही इमर्जेन्सी पऱ्यो भने बाटो ब्लक हुन्छ, आउन सक्दैन भन्ने चिन्ता हो नि। अब अहिले त त्यो चिन्ता पनि छैन, गाडीको बाटो पनि पुगेको छ, बिजुली पनि पुगेको छ, हरेक कुरा पुगिसकेपछि अहिले त्यो समस्या छैन। त्यो भएको हुनाले हामीले त्यो कुरा चाहिँ अगाडि मात्रै बढाउन सक्यो भने यो कुराहरू चाहिँ सञ्चालन गर्न गाह्रो चाहिँ छैन। जस्तो यी सबै कुराहरूको एउटा फिजिबिलिटी अध्ययन हुन्छ नि, त्यो कार्यक्रम यो सबै प्रोग्रामहरू त्यहाँ लानुभन्दा अगाडि त्यसका फिजिबिलिटी अध्ययनका कुराहरूलाई चाहिँ यहाँले चाहिँ कसरी अगाडि बढाउनु भएको छ? अब अहिले भर्खर हामी 2-3 दिन भयो हामी एउटा बैठक पनि बस्यौँ। अब यो पर्यटन मन्त्रालय, अनि त्यसपछि खेलकुद परिषद, अनि त्यसपछि हाम्रो टुरिज्म बोर्ड, अन्नपूर्ण कन्जर्भेसन, अनि त्यसपछि अब सरकारवालाहरू भनौँ, खेलसँग सम्बन्धित अब बुद्धिजीवीहरू र अनि त्योसँग माइन्ड भएका मान्छेहरूसँग चाहिँ धेरै छलफलहरू गरेछौँ। र अब हामीले एउटा त्यो टास्क फोर्स भनौँ न, एउटा त्यो के भन्छ त्यसलाई, त्यो कार्य समिति जस्तो पनि हामीले निर्माण गरिसकेको छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यसको लागि चाहिँ अहिले चाहिँ सुरुमा चाहिँ हाम्रो यो खेलकुद मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय प्रदेश सरकारबाट चाहिँ केही बजेट हाल्ने कुरा भइराखेको छ, सायद हाल्नुहुन्छ। त्यो भइसकेपछि हामी फिजिबिलिटी अध्ययनको लागि चाहिँ एउटा टिम चाहिँ अब तुरुन्तै यो 1-2 हप्ताभित्र नै मुस्ताङ गएर चाहिँ हामी एउटा चाहिँ रिपोर्ट तयार गर्छौँ, अनि त्यही अनुसार नै एउटा प्रोजेक्ट बनाएर अनि हामी अगाडि लाग्छौँ। अब यो सबै टास्क फोर्सको गठन अलिकति पैसाको कुरा आयो यहाँ होइन, आर्थिक कुरा आयो, यो सबै कुराहरू अगाडि बढिसकेको छ। अब कतिको विश्वस्त हुन्छ अब चाहिँ मुस्ताङ हाई अल्टिट्युड खेलकुदको लागि या चाहिँ यो साहसिक खेलकुदको गन्तव्य बन्न सक्छ भन्नेमा तपाईँ कतिको विश्वस्त हुन्छ? अब मुख्य कुरा चाहिँ अब त्यतिखेर चाहिँ म आफू पनि जान्छु। अनि मेन कुरा चाहिँ अब प्राकृतिकले हामीले दिइरहेको छ। अब त्यहाँ अध्ययन टोलेको चाहिँ जुन एउटा अब उहाँहरूको एउटा प्रतिवेदन हुन्छ नि, त्यो प्रतिवेदनमा पनि फरक पर्ने कुरा हो। त्यो भएर चाहिँ उहाँहरू चाहिँ राम्रो मसिनो गरेर चाहिँ म उहाँहरूलाई चाहिँ देखाउने प्रयास गर्छु। अनि त्यसपछि त्यसले मात्रै पुग्दैन, अब यो राफ्टिङ र कायाकिङ, अनि त्यसपछि यो मोटरसाइकल रेस कालीगण्डकीभित्रको जुन क्यानोनभित्रको कुराहरू छ त्यो चाहिँ अहिले चाहिँ सक्दैन। फेरि विन्टरमै हामी गएर एकचोटि त्यसलाई पनि परीक्षण पनि गर्ने र अध्ययन पनि गर्ने किसिमले चाहिँ 2 चरणमा गर्ने त्यो कार्यक्रम बनाएर अनि त्यसको चाहिँ एउटा राम्रो प्रतिवेदन तयार गरेर चाहिँ अब नेपाल सरकार, अनि त्यसो प्रदेश सरकार र त्यहाँको स्थानीय सरकारलाई समेत एउटा यो विषयमा चाहिँ ब्रिफिङ गरेर त्यो विषयमा चाहिँ अब धेरै थोरै चाहिँ लगानी गर्न लगाएर अनि त्यसपछि मुस्ताङलाई चाहिँ एउटा हाई अल्टिट्युड तथा साहसिक खेलकुदको चाहिँ केन्द्रको रूपमा त्यो मात्रै नभइकन त्यहाँबाट सुरुवात गरेर गण्डकी प्रदेश नै एउटा खेलकुदको चाहिँ साहसिक खेल र अनि त्यसपछि एउटा सांस्कृतिक खेलकुदको चाहिँ एउटा केन्द्रको रूपमा चाहिँ डेभलप चाहिँ हामीले गर्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो।